स्ट्यान्ड अप भन्छु जम्मा जमिनमा खुट्टाले टेकेर उभिनु पर्यो हजुर है नजिकै पुगेपछि एकदमै सजिलो हुन्छ टेक अफ राम्रो भएको थियो नि होइन राम्रो एकदम सफ्ट जेन्टल थियो नि हजुर होइन धेरै चर्को नसमात्नुहोस् है जेन्टल समात्नुहोस् यहाँ हात दुख्छ हजुरलाई ए हो त्यसो भए म त मागो नि गर्छु नि दादा फेरि है राई चाहिँ कहाँको राई दादा म धनकुटा है धनकुटा पोखरा 10 चोटि हो काठमाडौँ बस्दा वाक्का हो मलाई त्यहाँ कसैले किन लामो उडेको भन्यो भने दाइ मेरो आफ्नो दाइ हो भन्छु म हामी त 8-10 वर्ष अगाडि नै चिनेको भन्नु है हजुर ल ल हुन्छ तपाईलाई धन्यवाद लामो समय उडाइदिएको राम्रो पाइलट पर्यो हजुरलाई पनि धेरै धन्यवाद हजुर बिरामी हुनु भएन होइन सबभन्दा राम्रो कुरा त्यो हो कि कहिलेकाहीँ हामीलाई लामो उड्ने इच्छा त हुन्छ पाहुनाले चाहिँ भमिट गर्ने बिरामी भएर डिजी फिल भएर गाह्रो हुनसक्छ सो हजुरले म्यानेज गर्नुभयो त्यसको लागि धन्यवाद हजुर ए गाडीले यहीँ कुरेर बस्यो होइन गाडी उतै हाम्रो गाडी अघि हाम्रो छोडेको गाडी त्यही हो मुनि झारेर अघि प्याक गरेर बसिरहेको हामीसँग उडेर अघि झऱ्यो अरे कहिले अघि धेरै अघि ल्यान्डिङ अघि प्याक गरेर कुरेर बसिरहेको छु उभिनुहोस् स्ट्यान्ड अप स्ट्यान्ड उभिनुहोस् है उभिनुहोस्